कति बेला आउनुभएको हजुर? बिहान 7 बजे आएको। कुन ग्यास अरे यो? यो नेपाल ग्यास। ए कतिमा आयो त तपाईँको पालो? 300 समथिङ लाग्यो। कति दिन भयो तपाईँले ग्यासको अभाव भयो? अब 15 दिन भयो भोकैमा खाना नखाएको 7 दिन भयो। के भन्नुहुन्छ यो सरकारलाई तपाईँले चाहिँ? व्यवस्थापन नभएर समस्या के होला जस्तो लाग्छ? समस्या यो कालो बजारी होला। अरू खासमा यो उपभोक्तामा नभएकै होला कि यो खासमा के को लाइन जस्तो देख्नुहुन्छ यति लामो? यो नेपाल सरकारको कमजोरी हो। हजुर अनि अर्को वितरणमा भएको ढिला सुस्ती। सरकारहरू त पहिला पनि बन्थे, लकडाउन कोरोनाको बेला पनि यस्तो लाइन लागेन। यो लाइन के को होला जस्तो लाग्छ? के कारणले होला? पहिला भन्थे पहिलाको सरकार पनि त्यस्तै थियो। अहिले झन् अरू के भन्नुहुन्छ? आमाले के भन्नुहुन्छ? हामीले दुःख छ, हाम्रो त खुट्टा दुखिरहेको छ अहिले। कति बजे आउनुभएको हजुर चाहिँ? 6 बजे। 2 बजे आउनुभयो। ल हेर्नुहोस् यस्तो लाइन छ यो चाहिँ अहिले ग्यासको लाइन यो एरी चोक के अरे बिरिङ चोक लिएर ग्यासको एकदम सर्टेज देखिरहेको छ सुर्खेतमा चाहिँ। अब यत्रो लाइन यो अब जाने हो भने पनि फेरि अब पालो नपाउने सम्भावना छ। अब यतै बस्ने हो भने अब के गरेर बस्ने यहाँ चाहिँ एकदमै समस्याहरू देखिएको छ है साथीहरू।